आज दाउरा बोक्न जानुपर्ने थियो। दाउरा हेरेको त यो ठुलो डोकोमा बोक्यो भने झन् छिटो हुन्छ भनेर ठुलो डोकोमा दाउरा गप्पा गप्पा हालेँ है। दाउराले ढाड घोचेर फाल्दाखेरि साह्रै दुखो। जे भए पनि छिटो सक्नु त हो भनेर दाउरा बारी लाएँ। ज्याम ज्यामिटाएँ। काँचो दाउरा भएर होला लास्टै ढाड दुखिरहेको थियो है। त्यसपछि अलिकति भए सहनु पर्यो भन्दै अलिकति हालेँ फेरि हालेँ के छ र भन्दै सक्ने लान्छु भनेर छिटो सिकिन्छ भने ठुलो डोकोमा हालेको गरेको सकिनँ। धेर भइहालेछ काँचो दाउरा। अब यति लानु पर्यो भनेर हिँडेँ। फेरि उकालोमा सानो स्याँ भएन दम बढेर है। तर दम थिएन दाउरा यहाँ खनेर यो उकालो ल्याउनु पर्ने थियो। सानो भर्याङ चढेर झन्नै लड्यो सानोमा ठुलो डोको त। त्यसपछि डोको लडाएर रिसले अनि दाउरा बुस्केर कुखुरा हेरेँ। त्यसपछि कुखुरा हेरिसकेपछि पारीको भ्यू हेर्न जानु पर्यो भनेर भ्यू हेर्न हिँडेँ। अनि ठ्याक्क भ्यू भएको ठाउँमा पुगेँ। भ्यू त के भरे पानी र चट्याङ आउन आँटेछ सिद्धो।